आजको यस भिडियोमा शिक्षक सेवा आयोगद्वारा लिइने प्रथम पत्र निम्न माध्यमिक तहको प्रथम पत्रको एउटा नमुना प्रश्नपत्र सेट लिएर उपस्थित भइसकेको छु। सबै सर म्याडमहरू भिडियोले सुरुदेखि अन्तिमसम्म हेर्नुहोला। यो सेट चाहिँ हाम्रो 33 रहेको छ। हामीले यो जेठ 23 गते हुने हाम्रो निम्न माध्यमिक तहको प्रथम पत्रको टार्गेट लिएर यो नमुना प्रश्नपत्र तयार पारेको छु। सेट चाहिँ तयार पारेको मिति 2083 साल वैशाख महिना 31 गते आज बिहीबारको दिन रहेको छ। यसमा पूर्णाङ्क चाहिँ 100 हुन्छ भने उत्तीर्णाङ्क 50 राखेको हुन्छ। समय चाहिँ एक घण्टा हुन्छ है सर म्याडमहरू। ल सुरु गरौँ आजको यो भिडियो प्रश्न नम्बर 1 बाट। यदि तपाईँ पनि शिक्षक सेवा आयोगको तयारी गर्दै हुनुहुन्छ भने कृपया सबै सर म्याडमहरू यस भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेर्नुहोला। प्रश्न नम्बर 1, ओलाङचुङगोला घाँटी कुन जिल्लामा पर्दछ? ताप्लेजुङ, ओखलढुङ्गा, दोलखा, काभ्रेपलाञ्चोक। ओलाङचुङगोला घाँटी कुन जिल्लामा पर्दछ? प्रश्न नम्बर 1। प्रश्न नम्बर 1 को सही जवाब एकैछिन अनुमान गर्नुहोला। ओके, प्रश्न नम्बर 1 को सही जवाब हुन्छ ए नम्बरको विकल्प ताप्लेजुङ जिल्लामा चाहिँ ओलाङचुङगोला घाँटी पर्दछ। प्रश्न नम्बर 2, विक्रमशिला महाविहार कुन प्रदेशमा पर्दछ? विक्रमशिला महाविहार श्रीलङ्का, भारत, पाकिस्तान, नेपाल। ओके, प्रश्न नम्बर 2 को सही जवाब हुन्छ बी नम्बरको विकल्प भारतमा है। विक्रमशिला महाविहार कुन प्रदेशमा पर्दछ भने अथवा देशमा पर्दछ भने भारतमा है। प्रश्न नम्बर 3 तिर लागौँ। ताप, प्रकाश, विकिरण उत्सर्जन गर्ने आकाशीय पिण्ड आफ्नै तापको स्रोत भएका ताता डट ग्यासीय पिण्डलाई भनिन्छ। ल, ग्रह, तारा, उल्कापिण्ड, तारापुञ्ज। ओके, प्रश्न नम्बर 3 को सही जवाब हुन्छ बी नम्बरको विकल्प तारा। प्रश्न नम्बर 4, अफ्रिकाको सबैभन्दा ठुलो ताल कुन हो? क्यास्पियन, भिक्टोरिया, सुपेरियर, आइरा। अफ्रिकाको सबैभन्दा ठुलो ताल कुन हो? सबै सर म्याडमहरू एकैछिन अनुमान गर्नुहोला। ओके, बी नम्बरको विकल्प करेक्ट रहेको छ। भिक्टोरिया ताल चाहिँ अफ्रिका महादेशको सबैभन्दा ठुलो ताल रहेको छ। प्रश्न नम्बर 5, क्षेत्रफलको आधारमा सबैभन्दा ठुलोदेखि सानो 5 सागरहरूको क्रम कुन ठिक छ? सबभन्दा ठुलोदेखि भनिएको छ। प्रश्न नम्बर 5 को सही जवाब हुन्छ ए नम्बरको विकल्प सबभन्दा ठुलो साउथ चाइना सी, क्यारिबियन सी, भूमध्य सागर, बेरिङ सी र मेक्सिको खाडी रहेको छ। प्रश्न नम्बर 6 तिर लागौँ। नेपालको सिमाना मेचीदेखि महाकालीसम्म कायम कुन राजाको पालामा भएको हो? नेपालको सिमाना मेचीदेखि महाकालीसम्म गिरवान युद्ध विक्रम शाह, गिरवान युद्ध वीर विक्रम शाह, राजेन्द्र विक्रम शाह, सुरेन्द्र विक्रम शाह, पृथ्वी विक्रम शाह। प्रश्न नम्बर 6 को सही जवाब अनुमान गर्नुहोला। ओके, प्रश्न नम्बर 6 को सही जवाब हुन्छ गिरवान युद्ध वीर विक्रम शाहको पालामा चाहिँ नेपालको सिमाना मेचीदेखि महाकालीसम्म कायम भएको हो। प्रश्न नम्बर 7, बौद्ध धर्मका धर्मग्रन्थ त्रिपिटक अन्तर्गत कुन पर्दैन? विनायक पिटक, सुक्ति पिटक, अभिधम्म पिटक र सङ्कल्प पिटक है। बौद्ध धर्मका धर्मग्रन्थ त्रिपिटक अन्तर्गत कुन पर्दैन भने सङ्कल्प पिटक चाहिँ पर्दैन है सर म्याडमहरू। 7 को डी नम्बरको विकल्प करेक्ट रहेको छ। प्रश्न नम्बर 8, सिकाइमा दण्ड र पुरस्कारको व्यवस्था प्रयत्न र भूल सिकाइ सिद्धान्तको कुन नियमसँग सम्बन्धित छ? सिकाइमा दण्ड र पुरस्कारको व्यवस्था प्रयत्न र भूल सिकाइ सिद्धान्तको कुन नियमसँग सम्बन्धित छ? तत्परताको नियम, अभ्यासको नियम, असरको नियम र डी माथिका सबै है। प्रयत्न र भूल सिकाइ सिद्धान्तका प्रतिपादक थर्नडाइक हुन् है सर म्याडमहरू। थर्नडाइकले चाहिँ यसको प्रतिपादन गरेका हुन्। प्रश्न नम्बर 8। ओके, प्रश्न नम्बर 8 को सही जवाब सी नम्बरको विकल्प हुन्छ असरको नियम है। असरको नियमसँग सम्बन्धित रहेको छ। प्रश्न नम्बर 9। प्रश्न नम्बर 9 यस प्रकार रहेको छ, शास्त्रीय सम्बन्धन सिकाइ सिद्धान्तको विशेषता अन्तर्गत तलका मध्ये कुन पर्दैन? शास्त्रीय सम्बन्धन सिकाइ सिद्धान्तको विशेषता अन्तर्गत तलका मध्ये कुन पर्दैन? आकस्मिक प्राप्ति, शून्यता वा विलोप, श्रृङ्खला सिकाइ, विभेदीकरण। प्रश्न नम्बर 9 को सही जवाब के हुन्छ? सबै सर म्याडमहरू एकैछिन अनुमान गर्नुहोला। ओके, प्रश्न नम्बर 9 को सही जवाब हुन्छ श्रृङ्खला सिकाइ। श्रृङ्खला सिकाइ चाहिँ शास्त्रीय सम्बन्धन सिकाइ सिद्धान्तको विशेषता होइन। शास्त्रीय सम्बन्धन सिकाइको विशेषता सामान्यीकरण, विभेदीकरण, आकस्मिक विलोप, आकस्मिक प्राप्ति, शून्यता वा विलोपको अवस्था। प्रश्न नम्बर 10, नेपालमा सक्षमताका
नेपालमा सक्षमताका आधारित पाठ्यक्रम विकासको सुरुवात कहिलेबाट भएको थियो? नेपालमा सक्षमतामा आधारितै पाठ्यक्रम विकासको सुरुवात आधारभूत शिक्षा पाठ्यक्रम कक्षा 6-8 2069, आधारभूत शिक्षा पाठ्यक्रम कक्षा 6-8 2078, माध्यमिक तह कक्षा 9-10 को पाठ्यक्रम 2078, राष्ट्रिय पाठ्यक्रम प्रारूप 2063 है। नेपालमा सक्षमतामा आधारित पाठ्यक्रमको विकास आधारभूत शिक्षा पाठ्यक्रम कक्षा 6-8 2069 सालबाट भएको हो। प्रश्न नम्बर 11, विद्यालय शिक्षाका पाठ्य पुस्तकहरूको विकास, उत्पादन तथा वितरण कार्यमा तलका मध्ये कसको सहभागिता गराउने नीति अवलम्बन गरिनेछ? खुला प्रतिस्पर्धाका आधारमा निजी क्षेत्रको सहभागिता गराउने, दात्री निकायबाट सहयोग प्राप्त गरी उपलब्ध गराउने, स्थानीय निकायलाई सशक्त बनाई समयमा नै उपलब्ध गराउने, स्थानीय विकास मार्फत व्यवस्थापन गरिने है। प्रश्न नम्बर 11 यो VBI क्वेसन रहेको छ सर म्याडमहरू। यदि तपाईँ पनि शिक्षक सेवा आयोगको तयारी गर्दै हुनुहुन्छ भने कृपया यस युट्युब च्यानल सजिलो शिक्षा गोर्खामा जोडिनु होला, सब्स्क्राइब गर्नु होला र भिडियो मन परेमा लाइक गरिदिनु होला है सर म्याडमहरू। ओके, ए नम्बरको विकल्प करेक्ट हुन्छ। खुला प्रतिस्पर्धाका आधारमा निजी क्षेत्रको सहभागिता गराउने चाहिँ रहेको छ प्रश्न नम्बर 11। प्रश्न नम्बर 12 तिर लागौँ। प्रश्न नम्बर 12 यस प्रकार रहेको छ। राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 मा भएको व्यवस्था अनुसार स्थानीय तहको अधिकार देयका मध्ये कुन होइन? स्थानीय तहको अधिकार देयका मध्ये कुन होइन? कक्षा 8 सम्मको स्थानीय पाठ्यक्रम तथा पाठ्य सामग्री तयारी, ऐच्छिक विषय छनौटमा विद्यालयसँग समन्वय र सहजीकरण, कक्षा 10 को परीक्षा सञ्चालन र व्यवस्थापन, स्वीकृत पाठ्य पुस्तक प्रयोगको सुनिश्चितता। प्रश्न नम्बर 12। प्रश्न नम्बर 12 को सही जवाब एकैछिन अनुमान गर्नुहोला सबै सर म्याडमहरू। ओके, प्रश्न नम्बर 12 को सही जवाब हुन्छ सी नम्बरको विकल्प कक्षा 10 को परीक्षा सञ्चालन र व्यवस्थापन चाहिँ स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्दैन। प्रश्न नम्बर 13 तिर लागौँ। प्रश्न नम्बर 13 यस प्रकार रहेको छ। दैनिक पाठ योजनाका अङ्गहरूको उपयुक्त क्रम कुन हो? विशिष्ट उद्देश्य शिक्षण सिकाइ क्रियाकलाप, शैक्षिक सामग्री मूल्याङ्कन र गृह कार्य, विशिष्ट उद्देश्य शैक्षिक सामग्री शिक्षण सिकाइ क्रियाकलाप मूल्याङ्कन र गृह कार्य, मूल्याङ्कन विशिष्ट उद्देश्य शैक्षिक सामग्री शिक्षण सिकाइ क्रियाकलाप र गृह कार्य, शैक्षिक सामग्री विशिष्ट उद्देश्य शिक्षण सिकाइ क्रियाकलाप मूल्याङ्कन र गृह कार्य है। प्रश्न नम्बर 13 को करेक्ट एन्सर सबै सर म्याडमहरू एकैछिन अनुमान गर्नुहोला। ओके, प्रश्न नम्बर 13 को सही जवाब हुन्छ बी नम्बरको विकल्प विशिष्ट उद्देश्य शैक्षिक सामग्री शिक्षण सिकाइ क्रियाकलाप मूल्याङ्कन र गृह कार्य चाहिँ दैनिक पाठ योजनाका अङ्गहरू रहेका छन् है सर म्याडमहरू। ओके, प्रश्न नम्बर 14 नेपालको संविधानको कुन धारामा उपराष्ट्रपतिसँग सम्बन्धित व्यवस्था गरिएको छ? नेपालको संविधानको कुन धारामा उपराष्ट्रपतिसँग सम्बन्धित व्यवस्था गरिएको छ? धारा 68, धारा 67, धारा 66 र धारा 61। प्रश्न नम्बर 14। प्रश्न नम्बर 14 को सही जवाब के हुन्छ सबै सर म्याडमहरू एकैछिन अनुमान गर्नुहोला। ओके, धारा 67 मा चाहिँ उपराष्ट्रपतिसँग सम्बन्धित व्यवस्थाहरू गरिएको छ। प्रश्न नम्बर हामी अहिले 15 मा आइपुगेका छौँ। प्रधानाध्यापक छनौट गर्दा तोकिएको ढाँचामा तयार गरिएको विद्यालय विकास प्रस्ताव र सोको प्रस्तुतिकरणको लागि कति अङ्क प्रदान गर्ने व्यवस्था रहेको छ है। प्रधानाध्यापक छनौट गर्दा तोकिएको ढाँचामा तयार गरिएको विद्यालय विकास प्रस्ताव र सोको प्रस्तुतिकरणका लागि कति अङ्क प्रदान गर्दछ भने 10 र 4 अङ्क है सर म्याडमहरू, क्रमशः 10 र 4 है। ल, प्रश्न नम्बर 16 तिर लागौँ। प्रश्न नम्बर 16 यस प्रकार रहेको छ। विद्यार्थीहरूमा भएको सैद्धान्तिक ज्ञान व्यवहारमा लागू गरे नगरेको परीक्षण गर्न सान्दर्भिक र प्रभावकारी हुने परीक्षा कुन हो? मौखिक परीक्षा, विषयगत परीक्षा, वस्तुगत परीक्षा र डीमाथिका सबै। विद्यार्थीहरूमा भएको सैद्धान्तिक ज्ञान व्यवहारमा लागू गरे नगरेको परीक्षण गर्न सान्दर्भिक र प्रभावकारी हुने परीक्षा कुन हो? ओके, प्रश्न नम्बर 16 को सही जवाब हुन्छ ए नम्बरको विकल्प मौखिक परीक्षा है। मौखिक परीक्षाबाट चाहिँ सैद्धान्तिक ज्ञान व्यवहारमा लागू गरे नगरेको परीक्षण गर्न एकदम सान्दर्भिक र प्रभावकारी हुन्छ। प्रश्न नम्बर 17 विद्यालयमा हुन सक्ने विभिन्न किसिमका द्वन्द्वको सकारात्मक प्रभावमा तलको कुन पर्दैन? गतिशीलता र जीवनता प्रदान, गुम्सिएका समस्याको उजागर र समाधान, नेतृत्वशील विकास र निर्णय क्षमता अभिवृद्धि, वैचारिक मिलन र विचारगत एकता। प्रश्न नम्बर 17 को सही जवाब अनुमान गर्नुहोला सबै सर म्याडमहरू।
ओके प्रश्न नम्बर 17 को सही जवाब हुन्छ डी नम्बरको विकल्प वैचारिक मिलन र विचारगत एकता चाहिँ विद्यालयमा हुन सक्ने विभिन्न किसिमका द्वन्द्वको सकारात्मक प्रभावमा पर्दैन है सर म्याडमहरु सकारात्मक प्रभाव होइन। प्रश्न नम्बर 18 शिक्षक विद्यार्थी र विद्यार्थी बीच सुमधुर सम्बन्ध कायम गर्नका लागि गर्नुपर्ने कार्यमा तलको मध्ये कुन पर्दैन? बाल क्लबको गठन तथा परिचालन गर्ने, एक अर्काप्रति भेदभावपूर्ण व्यवहार गर्ने नगर्ने, अभिभावक आचार संहिता निर्माण गरी कार्यान्वयन गर्ने, अनावश्यक आश्वासन दिने कार्य नगर्ने। प्रश्न नम्बर 18 को सही जवाब अनुमान गर्नुहोला। सबै सर म्याडमहरु प्रश्न एकदम सजिलो रहेको छ। यस्तै खालका निम्न माध्यमिकतर्फ खासमा प्रश्नहरू सोधिने गरिन्छ। सबै सर म्याडमहरु नबुझेका प्रश्नहरू कापीमा नोट गर्दै जानुहोला। सी नम्बरको विकल्प अभिभावक आचार संहिता निर्माण गरी कार्यान्वयन गर्ने चाहिँ कुरा त्यति आवश्यक पर्दैन है सर म्याडमहरु। प्रश्न नम्बर 19 शिक्षक पेशागत विकाससँग सम्बन्धित देहाका भनाइहरू अध्ययन गर्नुहोस्। हाल शिक्षक पेशागत विकासका विधिहरू 10 वटा छन्। सिकाइ सञ्जाल बनाउने प्रमुख जिम्मेवारी स्थानीय तहको हो। सेवा प्रवेश तालिमको कुल अवधि 1 महिना अथवा 30 कार्य दिनको हुनेछ। सबै ठीक, सी बे ठीक, ए बे ठीक र सबै बे ठीक। प्रश्न नम्बर 19 को सही जवाब गेस गर्नुहोला है सर म्याडमहरु। सबै सर म्याडमहरु अनुमान गर्नुहोला। ओके ए नम्बरको विकल्प ठीक रहेको छ। सबै ठीक रहेको छ है सर म्याडमहरु। माथिका सबै करेक्ट रहेको छ। हाल शिक्षक पेशागत विकासका विधिहरू 10 वटा। सिकाइ सञ्चालन बनाउने है सञ्जाल बनाउने प्रमुख जिम्मेवारी स्थानीय तहको र सेवा प्रवेश तालिम कुल अवधि चाहिँ 30 दिनको हुने गर्दछ। यो कुराहरू नोट गर्नुहोला। प्रश्न नम्बर 20 राष्ट्रिय भूकम्प सुरक्षा दिवस कहिले मनाइन्छ? राष्ट्रिय भूकम्प सुरक्षा दिवस कहिले मनाइन्छ? प्रश्न नम्बर 20। प्रश्न नम्बर 20 को सही जवाब हुन्छ सी नम्बरको विकल्प माघ 2 गते चाहिँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइने गरिन्छ। प्रश्न नम्बर 21 तिर लागौं। प्रश्न नम्बर 21 इस प्रकार रहेको छ। शिक्षक सेवा आयोगको सदस्य सरी सर म्याडमहरु अलिकति यहाँ मिस्टेक भयो। प्रश्न नम्बर हामी 21 मा आइपुगेका छौं। ल शिक्षक सेवा आयोगको सदस्यको पदमा नियुक्त हुनका लागि चाहिने योग्यता तलका मध्ये कुन होइन? शिक्षक सेवा आयोगको सदस्यको पदमा नियुक्त हुनका लागि चाहिने योग्यता तलका मध्ये कुन होइन भनेको छ। नेपाली नागरिक, नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक उपाधि हासिल गरेको, नियुक्ति हुनुभन्दा कम्तीमा 2 वर्ष अगाडिदेखि नै कुनै राजनीतिक दलको सदस्य नरहेको, 40 वर्ष उमेर पूरा भएको है। कुन चाहिँ शिक्षक सेवा आयोगको सदस्यको पदमा नियुक्त हुनका लागि चाहिने योग्यता तलका मध्ये होइन है सर म्याडमहरु। ओके यहाँनिर मिस्टेक छ है। बी नम्बरको विकल्प चाहिँ होइन, किनभने नेपाल सरकारबाट यहाँ विश्वविद्यालयबाट कम्तीमा स्नातक भनिएको छ, तर शिक्षक सेवा आयोगको सदस्य हुनको लागि स्नातकोत्तर हुनुपर्छ है, स्नातकोत्तर। प्रश्न नम्बर 22 विद्यालय व्यवस्थापन समितिको सदस्यको छनौटका लागि भेलाको कति दिन अघि अभिभावकको नामावली सार्वजनिक गर्नुपर्दछ? 7 दिन, बी 5 दिन, सी 3 दिन र डी 1 दिन। ओके सी नम्बरको विकल्प कम्तीमा 3 दिन अगाडि चाहिँ अभिभावकहरूको नामावली सार्वजनिक गर्नुपर्दछ। प्रश्न नम्बर 23 शिक्षक सेवा आयोगको कार्य अन्तर्गत तलका मध्ये कुन पर्दैन? अध्यापन अनुमति पत्र प्रदान गर्ने, शिक्षक छनौट परीक्षाको पाठ्यक्रम तयार पार्ने, शिक्षक छनौटका लागि परीक्षा सञ्चालन गर्ने, स्थायी शिक्षकलाई नियुक्ति दिने। शिक्षक सेवा आयोगको कार्य अन्तर्गत तलका मध्ये कुन पर्दैन? ओके एकदम सजिलो प्रश्न रहेको छ। डी नम्बरको विकल्प पर्दैन सर म्याडमहरु। स्थायी शिक्षकलाई नियुक्ति दिने चाहिँ पर्दैन। शिक्षक सेवा आयोगले स्थायी शिक्षकलाई नियुक्तिका लागि सिफारिस गर्छ। नियुक्ति चाहिँ शिक्षा विकास तथा समन्वय इकाइले दिने गर्दछ, त्यसैले डी नम्बरको विकल्प पर्दैन। प्रश्न नम्बर 24 विद्यालय शिक्षाले बालबालिकालाई सीमित दायरामा राख्ने र बहुआयामिक विकास अवरुद्ध हुने आशय सहितको कृति 10 स्कुल इज डेड कसले लेखेका थिए? द स्कुल इज डेड फ्रोबेल, इभान इलिज, रुसो र रेमर। प्रश्न नम्बर 24 को सही जवाब अनुमान गर्नुहोला। ओके प्रश्न नम्बर 24 को सही जवाब हुन्छ डी नम्बरको विकल्प रेमरले चाहिँ द स्कुल इज डेड भन्ने कृति चाहिँ लेखेका थिए सर म्याडमहरु। ओके प्रश्न नम्बर 25
जोन डिबेका अनुसार शिक्षा त्रिमुखी प्रक्रिया हो। उनका अनुसार यस प्रक्रियामा तलका मध्ये कुन कुन तीन तत्त्वहरू संलग्न रहेका हुन्छन्? शिक्षक विद्यार्थी र अभिभावक, शिक्षक विद्यार्थी र समाज, शिक्षक अभिभावक र समाज, शिक्षक विद्यार्थी र पाठ्यक्रम। ल भन्नुहोस् त जोन डिबेका अनुसार भनेका छन् सर म्याडमहरू। जेई एडम्सनले पनि भनेका हुन्। जेई एडम्सनका अनुसार छुट्टै रहेको छ। यो जोन डिबेका अनुसार शिक्षक विद्यार्थी र समाज, शिक्षक विद्यार्थी र समाज शिक्षा त्रिमुखी प्रक्रिया हो भनेका हुन्। प्रश्न नम्बर 26, तलका मध्ये कुन मानव विकासको चरणमा लैङ्गिक ग्रन्थीहरू द्रुतर रूपमा विकसित र क्रियाशील हुन्छ? ल भन्नुहोस् त है। लैङ्गिक ग्रन्थीहरू द्रुतर रूपमा विकसित हुन्छ भन्ने यौवन अवस्थामा है। यौवन अवस्था करेक्ट रहेको छ। ल प्रश्न नम्बर 27 तिर लागौँ। विद्यार्थीको सिकाइका सम्बन्धमा उत्प्रेरणा भन्नाले के बुझिन्छ? अन्तर्मनबाट आएको सिकाइ प्रतिको जागर र लगाव, सिकाइका लागि आग्रह पोषण, सिकाइको सम्भावना बढाउने प्रयास, सिकाइका लागि सबलीकरण। विद्यार्थीको सिकाइका सम्बन्धमा उत्प्रेरणा भन्नाले के बुझिन्छ? ओके, अन्तर्मनबाट आएको सिकाइ प्रतिको जागर र लगाव चाहिँ करेक्ट रहेको छ। प्रश्न नम्बर 28, निरन्तर मूल्याङ्कन र उपचारात्मक शिक्षण गर्ने क्षमता तलका मध्ये कुन क्षमतामा पर्दछ? ल सिकाइ विधि तथा तौर तरिका सम्बन्धी ज्ञान, विषयवस्तु ज्ञान, बाल बालिका वा सिकारु सम्बन्धी ज्ञान, कक्षा कोठा व्यवस्थापन र सिकाइ वातावरणको ज्ञान। प्रश्न नम्बर 28 को सही जवाब अनुमान गर्नु सबै सर म्याडमहरू। निरन्तर मूल्याङ्कन र उपचारात्मक शिक्षण गर्ने क्षमता तलका मध्ये कुन क्षमता अन्तर्गत पर्दछ? यो शिक्षकको क्षमता 2072 अनुसार शिक्षकको क्षमता 8 बाट हुन्छ, जस अन्तर्गत निरन्तर मूल्याङ्कन र उपचारात्मक शिक्षण गर्ने क्षमता सिकाइ विधि तथा तौर तरिकाको ज्ञान अन्तर्गत पर्दछ। कलेज अफ एजुकेसनको उत्पादन उपत्यका बाहिर कुन ठाउँमा एक्सटेन्सन सेन्टर खोलिएको थियो भने बिरगजमा खोलिएको थियो है सर म्याडमहरू। कलेज अफ एजुकेसनको उपत्यका बाहिर कुन ठाउँमा एक्सटेन्सन सेन्टर खोलिएको थियो भने बिरगजमा खोलिएको थियो। प्रश्न नम्बर 30, गुणस्तरीय शिक्षाको लगानी सम्बन्धी पक्षमा तलको कुन पर्दछ है? सिकाइ विधि, अनुगमन सुपरिवेक्षण, क्रियाकलाप र पाठ्यक्रम है। गुणस्तरीय शिक्षाको लगानी सम्बन्धी पक्षमा तलका मध्ये कुन पर्दछ? प्रश्न नम्बर 30 को सही जवाब एकैछिन अनुमान गर्नु होला, सोच्नु होला सबै सर म्याडमहरू कुन विकल्प चाहिँ करेक्ट हुन्छ। ओके, प्रश्न नम्बर 30 को करेक्ट आन्सर डी नम्बरको विकल्प हुन्छ पाठ्यक्रम है। गुणस्तरीय शिक्षाको लगानी सम्बन्धी पक्षमा पाठ्यक्रम चाहिँ पर्दछ। विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने वातावरण सिर्जना गर्नमा कसको भूमिका सबैभन्दा बढी महत्त्वपूर्ण मानिन्छ? शिक्षक, विद्यालय व्यवस्थापन समिति, सी प्रधानाध्यापक, डी स्थानीय तह। विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने वातावरण सिर्जना गर्नमा कसको भूमिका सबैभन्दा बढी महत्त्वपूर्ण मानिन्छ? ओके, शिक्षकको हुन्छ है सर म्याडमहरू। शिक्षकको गुणस्तरीय शिक्षा सुनिश्चित गर्नमा सबभन्दा बढी महत्त्वपूर्ण भूमिका चाहिँ शिक्षकको रहने गर्दछ है। प्रश्न नम्बर 32, तालिमको सबैभन्दा उच्चतम परिवर्तन कुनलाई मानिन्छ? ज्ञानमा परिवर्तन, सिपमा परिवर्तन, प्रवृत्तिमा परिवर्तन र डी व्यवहारमा परिवर्तन। तालिमको सबैभन्दा उच्चतम परिवर्तन कुनलाई मानिन्छ? सबै सर म्याडमहरू एकैछिन गेस गर्नु होला है, अनुमान गर्नु होला। ल प्रश्न नम्बर 32 को सही जवाब हुन्छ डी नम्बरको विकल्प व्यवहारमा परिवर्तन है। व्यवहारमा परिवर्तन। प्रश्न नम्बर 33 र यो चाहिँ सिरिजबाट प्रश्न रहेको छ। न, थ, ध र प भने प पछि के हुन्छ? म, व, य र ल। ल भन्नुहोस् सर म्याडमहरू, यो सिरिजबाट प्रश्न रहेको छ है। ओके, प्रश्न नम्बर 33। प्रश्न नम्बर 33 को सही जवाब हुन्छ बी नम्बरको विकल्प ब हुन्छ है। ब। ल प्रश्न नम्बर 34, फुटबलको सकर भए टेबल टेनिसको के हुन्छ? पिङ पङ, टिटी, पोलो, बिलियार्ड्स। ल प्रश्न नम्बर 34, फुटबलको सकर भए टेबल टेनिसको के हुन्छ? ओके, प्रश्न नम्बर 34 को करेक्ट आन्सर हुन्छ ए नम्बरको विकल्प पिङ पङ हुन्छ है सर म्याडमहरू। पिङ पङ। प्रश्न नम्बर 35, समूहमा नमिल्ने पत्ता लगाउनुहोस् भनिरहेको छ। WHO, FAQ, सार्क, IFAD। ल समूहमा नमिल्ने पत्ता लगाउनुहोस्।
ओके, समूहमा नमिल्ने चाहिँ सार्क हुन् है सर म्याडमहरू। सार्क चाहिँ यो छुट्टै एउटा संस्था रहेको छ है। यो बाँकी सबै WHO, FAQ, IFAD, UNO को सदस्य संस्था हुन् होइन, विशिष्टीकृत संस्था हुन् भने सार्क चाहिँ होइन है, सार्क चाहिँ होइन। प्रश्न नम्बर 36, 4 किलोग्राम र 500 ग्रामको अनुपात कति हुन्छ? प्रश्न एकदम सजिलो रहेको छ। 8:1 है, 5:3, 6:1 र 7:2। भन्नुहोस् त 4 किलोग्राम र 500 ग्रामको अनुपात कति हुन्छ? ओके, ए नम्बरको विकल्प करेक्ट रहेको छ सर म्याडमहरू। तपाईहरु भिडियोले रोकेर कापीमा सार्न सक्नुहुन्छ र पढ्न सक्नुहुन्छ। 8:1 हुन्छ है, 8:1 अनुपात हुन्छ। प्रश्न नम्बर 37, प्रतीक 25 किलोमिटर पूर्वतर्फ अगाडि बढी त्यसपछि देब्रेतर्फ 15 किलोमिटर अगाडि बढ्छ, अहिले ऊ कुन दिशातर्फ होला? ल भन्नुहोस् सर म्याडमहरू। उत्तर, दक्षिण, पूर्व र पश्चिम। प्रतीक 25 किलोमिटर पूर्वतर्फ अगाडि बढी त्यसपछि देब्रेतर्फ 15 किलोमिटर अगाडि बढ्छ, अहिले ऊ कुन दिशातर्फ होला? ओके, प्रश्न नम्बर 37 को सही जवाब हुन्छ ए नम्बरको विकल्प, उत्तर दिशातर्फ है, उत्तर दिशातर्फ। प्रश्न नम्बर 38, यदि कोठालाई ओछ्यान, ओछ्यानलाई भ्याल, झ्याल भनेको है, झ्याल, झ्याललाई भर्याङ, भर्याङलाई पंखा भनिन्छ भने मानिस कहाँ सुत्छ? ल भन्नुहोस् सर म्याडमहरू। कोठालाई ओछ्यान, ओछ्यानलाई झ्याल, झ्याललाई भर्याङ, भर्याङलाई पंखा भनिन्छ भने मानिस कहाँ सुत्छ? कोठामा, झ्यालमा, भर्याङमा र पंखामा। प्रश्न नम्बर 38 को सही जवाब गेस गर्नु होला है सर म्याडमहरू। ओके, प्रश्न नम्बर 38 को सही जवाब हुन्छ बी नम्बरको विकल्प है, झ्यालमा, झ्याल। किनभने ओछ्यानलाई झ्याल भनिएको छ भने झ्यालमा सुत्छ है। ल प्रश्न नम्बर 39, 36:6 छ भने 49 को के हुन्छ है? ल 6, 7, 8, 9। ल प्रश्न नम्बर 39, प्रश्न नम्बर 39 को करेक्ट आन्सर के हुन्छ? सबै सर म्याडमहरू कमेन्ट बक्समा गएर यसको सही जवाब के हुन्छ कमेन्ट गर्नु होला। यो प्रश्न चाहिँ तपाईहरुको लागि रहेको छ। 36:6 छ भने 49:2 के हुन्छ? ल भन्नु त। प्रश्न नम्बर 39 को कमेन्ट गर्नु होला। प्रश्न नम्बर 40, यदि r = 18 है, r = 18, गर्ल = 46 हो भने BOY, बोय = कति हुन्छ? 42, 45, 44 र 40। ओके, प्रश्न नम्बर 40 को सही जवाब हुन्छ ए नम्बरको विकल्प 42, 42 हुन्छ। प्रश्न नम्बर 41, कम्प्युटरमा ESC स्क्रुले केलाई जनाउँछ? क्वाइट प्रोग्राम, ओपन्स स्टार्ट मेनु, रिफ्रेश करेन्ट विन्डो, क्यान्सल लास्ट फंक्सन है, क्यान्सल लास्ट फंक्सन। प्रश्न नम्बर 41 को सही जवाब डी नम्बरको विकल्प हुन्छ, क्यान्सल लास्ट फंक्सन चाहिँ हुन्छ है सर म्याडम। इसले ESC ले क्यान्सल लास्ट फंक्सन गर्ने गर्दछ। प्रश्न नम्बर 42, इन्टरनेटको प्रयोगबाट घरमै बसेर विभिन्न प्रकारका पुस्तकहरू पढ्न मिल्ने गरी विकास गरिएको पुस्तकालयले के भनिन्छ भने ई लाइब्रेरी है। सर म्याडमहरूले पढ्नु भएको होला, ई लाइब्रेरी है। इन्टरनेटको प्रयोगबाट घरमै बसेर विभिन्न प्रकारका पुस्तकहरू पढ्नु ई लाइब्रेरी, र घरमै बसेर इन्टरनेटको सहायताले पढ्नु र सिक्नुलाई ई सिकाइ। प्रश्न नम्बर 43, व्हाट इज द प्राइमरी क्यारेक्टरिस्टिक्स अफ फ्री सफ्टवेयर? हाई कोस्ट, क्लोज सोर्स कोड, लिमिटेड यूज राइट्स, फ्रीडम टू यूज, मोडिफाई एन्ड डिस्ट्रिब्युट। प्रश्न नम्बर 43 को सही जवाब अनुमान गर्नु होला। ल डी नम्बरको विकल्प करेक्ट हुन्छ, फ्रीडम टू यूज, मोडिफाई एन्ड डिस्ट्रिब्युट। प्रश्न नम्बर 44, प्रश्न नम्बर 44 एकदम सजिलो रहेको छ। मुलुकी अपराध संहिता 2074 अनुसार कुनै व्यक्तिले एकको तस्बिरको एक भाग अर्को व्यक्तिको अर्को भागसँग राखी वा अन्य कुनै किसिमले विकृतिको रूपमा तस्बिर बनाएमा वा प्रकाशन गरेमा त्यस्तो कार्य गर्ने वा गराउने व्यक्तिलाई कस्तो सजाय हुनेछ भनी व्यवस्था प्रश्न रहेको छ। प्रश्न नम्बर 44 को सही जवाब हुन्छ 2 वर्षसम्म कैद वा 20,000 रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्ने है। यस्तो कार्य गर्नेहरूलाई दुवै व्यवस्था हुन सक्ने छ सर म्याडमहरू। ओके, प्रश्न नम्बर 45, नेपालका सबै विद्यालयहरूमा एमएस सफ्टवेयर अपडेट गरी अनलाइनमा अपलोड गर्नुपर्ने व्यवस्थाको सुरुवात कहिलेबाट भयो? ल अनिवार्य रूपमा भनिएको छ। अनिवार्य रूपमा सर म्याडमहरू खासमा तपाईको 2075 सालदेखि अनिवार्य रूपमा है
अनलाइनमा अपलोड गर्नुपर्ने व्यवस्थाको सुरुवात गरेको छ। प्रश्न नम्बर 46 राष्ट्रपति हुनका लागि कति वर्ष उमेर पुरा भएको हुनुपर्ने व्यवस्था छ? प्रश्न नम्बर 46 को सही जवाब कमेन्ट गर्नु होला। 25 वर्ष, 35 वर्ष, 45 वर्ष र 55 वर्ष। राष्ट्रपति हुनका लागि कति वर्ष उमेर पुरा भएको हुनुपर्दछ? प्रश्न नम्बर 46 को सही जवाब अनुमान गर्नु होला। ओके, प्रश्न नम्बर 46 को सही जवाब हुन्छ सी नम्बरको विकल्प 45 वर्ष उमेर भएको हुनुपर्दछ है। प्रश्न नम्बर 47 तलका मध्ये राज्यको दायित्वभित्र कुन पर्दैन है? राज्यको दायित्वभित्र नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतालाई अक्षुण्ण राख्नु, मौलिक हक र अधिकारको संरक्षण तथा सम्वर्धन गर्नु, नागरिकका कर्तव्यहरूलाई पूर्ण रूपमा पालना गर्नु, राज्यका निर्देशक सिद्धान्तको अनुसरण तथा राज्यका नीतिहरू कार्यान्वयन गर्दै नेपाललाई समृद्ध र समुन्नत बनाउनु। ओके, नागरिकका कर्तव्यहरूलाई पूर्ण रूपमा पालना गर्नु चाहिँ राज्यका दायित्वभित्र पर्दैन। प्रश्न नम्बर 48 शिक्षा ऐन 2028 संशोधन संहित अनुसार नियम बनाउने अधिकार कति दफामा व्यवस्था गरेको छ? ए दफा 18, बी दफा 18 को क, सी दफा 19 र डी दफा 19 को क। ल शिक्षा ऐन 2028 संशोधन संहित अनुसार नियम बनाउने अधिकार कति दफामा व्यवस्था गरेको छ? एकदम भिभिआई क्वेसनहरू रहेको छ सर म्याडमहरू। ओके, दफा 19 मा रहेको छ है। दफा 19 मा नियम बनाउने अधिकार चाहिँ उल्लेख गरेको छ। प्रश्न नम्बर 49 माध्यमिक तहको शिक्षकलाई कति महिना बराबरको तलब रकम उपचार खर्च बापत दिने व्यवस्था छ है? माध्यमिक तहको शिक्षकलाई कति महिना बराबरको तलब रकम उपचार खर्च बापत दिने व्यवस्था छ? आखिरी 12 महिना, आखिरी 18 महिना, आखिरी 21 र आखिरी 24 महिना। प्रश्न नम्बर 49। ओके, प्रश्न नम्बर 49 को सही जवाब ए नम्बरको विकल्प आखिरी 12 महिनाको तलब बराबर रकम दिनेछ। प्रश्न नम्बर 50 र यो सेटको अन्तिम प्रश्न रहेको छ अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन 2075 मा नियम बनाउने अधिकारलाई कति दफामा व्यवस्था गरिएको छ? दफा 19, दफा 29, दफा 40 र दफा 41। ल यो सेटको अन्तिम प्रश्न रहेको छ। सबै सर म्याडमहरु एकैछिन अनुमान गर्नु होला। ओके, प्रश्न नम्बर 50 को सही जवाब हुन्छ सी नम्बरको विकल्प दफा 40 मा चाहिँ व्यवस्था गरिएको छ। र सर म्याडमहरु यो भिडियो चाहिँ तपाईहरुले कस्तो लाग्यो कृपया कमेन्ट गर्नु होला र आगामीका दिनमा यस्तै नयाँ नयाँ सेटहरु हेर्नको लागि कृपया यस युट्युब च्यानल सजिलो शिक्षा गोर्खालाई अवश्य सब्स्क्राइब गर्नु होला।